बोक्यो यो चिक्ने रन्डोले पनि फेरि अनि फेरि अर्को अहिले चेन्ज गरेको छ त्यो केटीले यो फोटो त्यो फेरि उसले बोकेको छ यो मान्छे चाहिँ कस्तो रहेछ कि फेरि मान्छे उता मर्न लागिसक्यो के हालत भइसक्यो उसको दिदी बहिनी भएको भए चाहिँ के गर्थ्यो है यो चिक्नेले पनि फ्यागाइली बनाएर चाहिँ किन कुदिनु बोकिनु चिक्ने गङ्गोको चोक पुरै भइरहेछ के हालत भइरहेछ जहाँ छोरी चेली नङ्गाउने पनि यो केटा मान्छेहरू नै म त सिधै कुरो भन्छु केटा मान्छेले नै नङ्गाउँछ र मर्नु बत्ते पनि बनाउँछ केटा मान्छेले नै अबि ओइमा रन्डीको छोराले माचिने अस्ति होइन पहिलाकै देखाएको थियो ए भगवान् नदेखाएकै ठिक भएछ राम 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 नाचिक्ने राँडीको छोराले नि त्यस्तै गर्थ्यो होला है मलाई नाचिक्ने रन्डो बेलैमा त्यो खातेहरूले मुझे त्यो रन्डीको छोराहरूले मुझे भन्दा मुझे देखाइहाल्नु त मुझे केटी नै उस्तो भनिहाल्छ नि चिक्ने नाचिक्ने तर मैले त त्यसलाई त्यसो भन्नु बित्तिकै रिस उठेर होइन माया त त्यो चिक्ने बलको हान्दियो चिक्ने लजाइ रन्डीको छोरा भनेर चिक्ने राँडीको छोरा भनेर चिक्ने बलको हान्दिएको माचिक्ने तर माचिक्ने तिमीहरूले साह्रै चम्काएर एउटाले लास्टै मलाई गरेछ तँलाई के थाहा माचिक्ने यसो भन्नु पुती देखा भन भने नि सिधै आइज चिक्नुपर्छ भन्नु म त देखाउँदिनँ चिक्ने हो भन्नु सिधै चिक्नुपर्छ चिकेपछि त माचिक्ने माया बस्छ नि त बस्दा माचिक्ने दुनियाँलाई चिक्दै हिँड्ने केटाहरूले माया बस्छ चिक्ने कस्तो कुरा गरेको चिकेर स्वाद लिएर चिक्ने हिँडिदिन्छ मुझे भुँडी बगाएर हिँडिदिन्छ अनि चिक्ने चाल पाउँछस् त्यहाँबाट सकियो भन्दा चिकेपछि त फेरि थाहा छ चिक्ने मेरो त मुजी पनि चिक्ने यति बिसाउनु बित्तिकै आइहाल्छ हौ बच्चाहरू पनि म त डर पो लाग्छ चिकिहाल्नु त लास्टै के बोलेको होला भने चिक्ने मुजी यो चाहिँ नम्बर दिएको बोलेको गाई सत्य बोलेको यार कतारमा रहेछ बाबु हामी कुवेतमा छौँ हामी ठुलो पैसा भएको ठाउँमा छौँ तिमी कतारमा रहेछ नम्बर नदे मलाई मन परेन अमेरिकामा छस् भने चाहिँ दि कतारको नम्बर चाहिँ नदे यार बोल्दैन त ड्युटी जानुपर्ने यार सोध्ने अब मान्छे म त चिक्ने पुती देखा भन्ने पनि छैन लक मुजी छैन यार के भएको यार मुजी कसलाई छिनै लागेको छ यार आउँदै आउँदैन कोही भन्नु के माचिक्ने आए पनि त डङ्किनीले के भन्छस् माचिक्ने रन्डीको छोरा खन्न चिक्ने अलिक मुजी बुझ्ने आउनु पर्यो नि चिक्ने त्यसो भन्छ तर उही लभ चाहिँ पर्ने रहेछ यार म हिजो त्यति धेरै बिमारी भयो त तर म गइदिएन म कति रोएँ यार माचिक्ने हस्पिटलमा पनि होइन अब त्यति गाह्रो हुँदा त माचिक्ने लभ भएको भए त म चाहिँ लु हिँड गर्छु भन्ने भनेर लेख्दो रहेछ हौ रनमतीको भन् के हो यो बिरामी छु भनेर कुरा गरेछ रिप भनेर लेख्दै आउँदैछ माचिक्ने अनुहार पनि चिक्ने यो गङ्गु छेत्रीको भन्दा खतरा पुती भन्दा कालो रहेछ चिक्ने फेरि त्यो चिक्ने अन्त अर्को चाहिँ बनाउनु पर्यो ओ अलिक राम्रो खोजेर दिए त बनाउनु पर्छ अर्काको बुढाहरू पनि मन परेपछि पर्यो चिक्ने ल तर माचिक्ने जगटाको नाश हुन्छ होला हौ माचिक्ने यार के गर्छस् कान्छी माया प्रेममा यस्तै हो म छु अरे तेरो पनि घरमा बुढी र छोराछोरी सम्झी जाँठा म छु मात्रै नभन यो कसम यो को यस्तो तालमा चाहिँ बिचरा त्यो उता यो रुवाबासी यो चाहिँ मेरो पुती चिक्ने लु
ओए ओए थाहा छ धन्ना मेरो चाहिँ त्यत्तिको जरा खनेन है केटाहरूले छाडा बोलेर नै होला है नत्र भए माचिङले चक्रेको ठोकडामा निस्केकै हो नि मेरो पनि गेम खेल्दा तर जियोस् फ्याग आइडीमा मात्रै निकाल्यो यार चिक्नेको थ्याङ्क यू सो मच गिफ्टरलाई सबैजनाले फलो गर ल अनि त्यो हुन्छ नि अब पनिसमेन्टमा अनि यता माथिको लुगा खोल्नु लगाएर भेषहरू खोल्नु लगाएर बुढामा मात्रै उठ्नु लगाएकोहरू सबै चिक्नेहरूले रेकर्ड गरिदियो तिमीहरूको पो छैन त मुजी मेरो त त्यस्तोसम्म भिडियो रन्डीका बानरले हालेको मम डेडसँग गेम खेल्दाखेरि अनि माचिक्नेले अनि पनिसमेन्ट दिएको चिक्ने बुढा देखाउनु नाचिक्ने कस्तो गर यार जाँठहरूले एकछिन टिकटक पनि किन आएछ जस्तो लाग्नु थालेको छ अहिले त मुजी टिकटक नआएको भएर नचलाएको भए माचिक्ने कोहीसँग बोल्ने पनि पर्ने थिएन माचिक्ने आनन्दले हुन्थ्यो होइन तेरो ज्वाइँ साहबलाई सेयर गर भनेको नि एहे साली भयो भन्छ तँलाई त होइन चिक्ने मुजीले त मुजी भनेर थाहा फेरि गाह्रो त्यो तरिका गरिदियो भने त माचिने कहाँ पुग्छ होला भन् त माचिने यस्तो तालमा भइरहेछ यार छ्या के म त लास्टै बेसे भएको छु कि अहिले त यार साँच्ची भनेको कसम निन्द्रै नलाग्ने पो हुन्छ पूजा भन्छ माचिक्ने उठे पुती देखाउँदै बस्छ भन्छ तिमीहरू के गर्छौ चिक्ने कुन दिन मोजीहरूको काण्डा आउला नि माचिक्ने म जान्दिनँ है त्यति बेला कसम काण्डा निकालिदियो भने त कसम त्यसका बाजे त्यसरी गरिदियो भने त माया गरेर त्यति धेरै गरेको त्यो तरिका गर्न थाल्यो भने त अनि तर उनीहरूको पनि इज्जत हुन्छ नि त हौ तर माचिक्ने त्यो राँडीको छोराको चाहिँ किन गरेको मलाई त्यो को रिस उठेको त चिक्ने ल गर्नु त गर्यो ल ठिकै भयो होइन दुईजना बिचमा तर माचिक्ने राँडीको छोराले चाहिँ किन त्यसरी चाहिँ गरेको कि चिक्ने लास्टै रिस उठ्छ म त काण्ड आयो भने यसो मर्छु भन्दाखेरि नमर भनेर भन्न मलाई चाहिँ आँट दिएन माचिक्ने आँट दिए भनेपछि सकिएन मुजी वा त्यस्तो त सबैको छ भिडियो खालि बलि भन्ने त हुनुपर्छ कि माचिक्ने मर्छु भन्दा चाहिँ डोरी चाहिँ दिन्छ बसे हो भनेको साँच्चीकै यार यस्तो त तर मलाई त त्यो नहेरी निन्द्रै लाग्दैन माचिक्ने बेसी त्यत्तिकै रन्डी भालु चाहिँ नाम राखेको चाहिँ होइन रहेछ कि टिकटकमा माचिक्ने फेरि होइन अरूले सुन्छ भनेर भनेर यसो तालमा रहेछ यस्तो के अरूले सुन्छ भने ओइ देखान भन्नुपर्छ एकचोटि त उही सुन्न एकचोटि त मजासँग नुहाएर जसरी मैले पनि देखाएको छु साबुनलाई पुतीभित्र साबुन लगाएर भित्र त होइन डाँडा चाहिँ साबुनलाई सबैमा साबुन लगाएर मजाले माडेर त्यस्तो पनि गरेको छु है मैले तर म अहिले छ नि त्यसैलाई तर नाम नभनौँ होला हौ फेक आइडी रहेछ तपाईँको अनि के भन्नु अनि त बेला माचिने त्यसले हो नि त भन्छ त ए मेरो भिडियो बनायो नि बना म डर लाग्दैन भन्दा अस्ति बाध्य थिएन चिने किङ आएको बेला आफू चाहिँ लाउँछु ख्याल
लाउँछ त्यसको फोटो लगाइरहेको छु यहाँनिर माया गरेर लगाइरहेको छु चिक्ने अनि त्यसरी त्यसको लाडोहरूको फोटोहरू लगाएर पनि ओए कसम बानी परेको छ हौ माल नहेरी त निन्द्रै लाग्दैन भनेको मलाई पनि एउटा खोज्दैन म त त्यो मालसाल नहेर्ने पनि नदेखाउने पनि होइन यसो दुःख सुख पर्दा यसो है भन्नेहरू म छु भन्ने खालको छ क्या म छु भन्ने त हजार लाखौँ भेट्छस् चिक्ने भरे नाङ्गो झार बनाउनु खोज्ने मात्रै हुन्छ चिक्ने के गर्छस् म चाहिँ त्यस्तो त चिक्ने 2 मिनेट पनि रहँदैन मेरो काहीँ पनि नाम निशानै चिक्ने हानिदिन्छु म त सिधै मैले चिक्ने एउटा गल्ती चाहिँ त्यो गरेछु कि अहिले चाहिँ माछिक्ने अन्त तैँले अस्ति भन्दाखेरि माछिक्ने राजाले यसो भन्थ्यो भनेपछि म कम्ता रोएको तँलाई राजाले कति मजाले फकाउँदै थियो त अनि त चिक्नेले देखाइस् अनि रोइस् अनि कस्तो चिक्ने तैँले चाहिँ भनिस् त नि मुजी ओए ओए निरु भनिस् भनेको राजालाई तैँले मुजी देखाइस् अरे अनि त्यसले लाडो मजासँग छोल्यो अरे त्यसरी मलाई त भनिरहेछ यहाँ राजाले ल है भनिस् नि माछिक्ने त्यति बेलै फेरि त्यही काण्ड पो निकालेछ यसले भनेर माछिक्ने मर्नुँदै त के देखेको सगुनलाई मैले फलो ब्याक गरेको छु माछिक्ने यस्तो फेक आइडी रहेछ म फेक आइडीमा त बोल्नै डर लाग्छ नाचिने त्यस्तो पनि हुन्छ जिन्दगीमा हेर कहाँ गएछ यो सुतेछ कि के हो आएर छैन आउँदैन आउँदैन भन्छ तर त्यसले के भन्छ मलाई यहाँ आएर थाहा छ हेरेको छैन चिलाएर उफ बिजो आज त्यसको ओटी चलेछ कि के हो जस्तै छ जिन्दगी त यार केटा यसले भोइस पनि हेरेको छैन जस्तो चाहिँ राम्रो छ धन्ना फुटेन चाहिँ गेडा हेर्ने आँखा चाहिँ चिक्ने सुनिरहेछ नि मेरो आँखा यहाँ सुनेको छ निरुडन आई लभ यु अरे हो भने जस्तै एकछिन कमेन्टमा आई लभ यु भन्छस् भरे बेइज्जत गर्न थाल्छ चिक्ने के गर्नु र ओ यहाँ हेर्न त्यो उयो गरेको कि पुरै यस्तो देखाइ नगर के आइडी झऱ्यो अब माछ्ने अर्का माछ्ने त केही देखाएको छैन कसरी झर्छ त्यो लुगा खोलेर देखाएपछि झरो लुगा होइन माछ एकचोटि बन्द गरौँ हो के बन्द गरेर खोलौँ